हेलो गाइज वेलकम टु माई न्यू ब्लग। अनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ हामी मम्मी र म भएर चाहिँ टक्क घाँस काट्न जान लाग्छौँ वनतिर होइन, च्याउ खोज्न भनौँ। अनि च्याउ भेट्यो भए च्याउ खोज्न अनि घाँस काट्न जान लाग्छौँ। अनि मम्मी चाहिँ उहाँ अघि गइसक्नु भयो, उहाँ हेर्न सक्नुहुन्छ, अघि चाहिँ जानुभयो मम्मी चाहिँ, त्यहाँ हुनुहुन्छ मम्मी। म चाहिँ यहाँ पछाडि पछाडि भिडियो बनाउँदै आइरहेको छु। अनि त्यही हो, अरू मैले देखाइरहन्छु सबै। आज हामीले के कसो कसो गरेर भरिको भिडियो चाहिँ आउँछ यो भिडियोमा होइन। अहिले चाहिँ हामी यहाँ घाँस पनि भेटाइएन, च्याउ पनि भेटाइएन, केही पनि भेटाइएन, त्यही भएर यहाँ यसरी बसेका छौँ। घरबाट आइहाल्यो, आएपछि केही न केही त लानै पर्यो, केही छैन। अब के लाने हो थाहा छैन। मम्मी के लाग्ने भन्नु त? घाँस चाहिँ केही जो छैन गाइज होइन, केही जो छैन। पुरै आगो लागेको रहेछ, हामीलाई थाहा पनि भएन, पछाडि अहिले आएर थाहा भयो। अनि घाँस केही छैन, हामीले च्याउ खोज्न खोजेको काम, तर च्याउ पनि छैन, केही पनि छैन, के खोज्ने। फाइनली एउटा च्याउ चाहिँ भेट्यो, हेर्नुहोस् च्याउ भेट्यो होइन, च्याउ भेटेको छ फाइनली। तर यो चाहिँ खान्छ होइन, त्यही हो, भेट्नु त भेट्यो तर यो विषालु च्याउ हो कि। हामी चाहिँ पहाड चढेर आयौँ होइन, पहाडी भनौँ अब, पहाडी चढेर आएको। कहाँ तलबाट कहाँ हो, कहाँबाट हामी चाहिँ यहाँ आइसक्यौँ। यत्रो हिँड्न पऱ्यो यार, घाँस त केही भएन, तर हिँड्न चाहिँ बिना क्या पऱ्यो। हाम्रो बुवाले चाहिँ के अरे यो बुवा के हो रे, यो पोट्टा निकाल्न हुन खान। यो कति पहिला राख्नको यहाँ 1 महिना राखेर कुहाएर निकाल्ने हो। यो फेरि क्यान्ने त यो अब सल्काउने, यो दाम्ला बनाउने। ल आज घाँस चाहिँ यही भयो, यही हो, जाली खाइयो त्यही हो। चाहिँ घर आउने बित्तिकै फेरि नस्पातीको रुखमा चढ्न थालेँ। नस्पाती ठुल्ठुला नस्पाती देखेर मलाई घर बस्नै मन लागेन होइन। नस्पाती रहेछन्, रुखमा त चढिहाल्यो फोन लिएर आएर। हरिफ ठुला खानेहरू कोही त आयो नस्पाती। ल गाइज यही नै हो। अनि भिडियो कस्तो लाग्यो भन्नु होला होइन, राम्रो लाग्यो भए चाहिँ लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। अनि आजको लागि चाहिँ यति नै गाइज, बाई बाई। अर्को भिडियोमा भेटौँला, टेक केयर।